साथीहरू, आज म पनिरको सब्जी बनाउँदैछु। आज सोमबारको मेरो व्रत थियो, त्यसैले प्याज हालिन मैले। प्याज नहालेर पनिरको सब्जी बनाउँदैछु म आज। अरू कोलाई कसरी बनाउनुहुन्छ पनिरको सब्जी? मलाई त टोस हालेर म यसरी नै बनाउँछु। टोस हालेर पनिरमा टोस हालेर अनि हरियो मटर हाल्दा पनि हुन्छ, नहाल्दा पनि हुन्छ। आफूलाई मन परे हाल्नु, नमन परे नहाल्दा। मैले चाहिँ जिरा र रातो खुर्सानीले तड्का लगाएको छु। पहिला मैले त्यो पनिरलाई तालेर एक प्लेटमा राखेँ अनि फेरि मैले टमाटर हालेँ, किनकि मेरो व्रत थियो त्यसैले मैले प्याज खानुहुन्न। खुर्सानी र टमाटर हालेर अनि मरमसला सबै हालिदिएँ। त्यसमा थोडा पानी एड गरेर अनि पनिर मैले डुबाएँ। पनिर थोडा डुबिसकेपछि अनि मैले त्यसमा अघि टोस छिलेको थिएँ, धुलो बनाएको थिएँ, टोसको धुलो त्यो एड गरिदिएँ त्योमा। अनि त्यसलाई मजालेसँग चलाए फ्राई गरिसकेपछि अनि मैले त्यसमा थोडा पानी हालेँ। त्यसमा पानी हालिसकेपछि अनि मैले त्यसलाई थोडा चलाइसकेपछि मैले त्यसमा अझै हाल्छु धनिया एकछिनमा। थोडा पाकिसकेपछि अनि मैले यो पाकिसकेको छ, अब म हाल्छु यसमा धनिया छोडेर। मेरो फाइनल यस्तो भएको छ साथीहरू पनिरको सब्जी। म चाहिँ यसरी नै बनाउँछु व्रतको टाइममा। हरियो मटर हाले पनि हुन्छ, नहाले पनि हुन्छ, तर मैले हालेको छैन। राम्रो हुन्छ हरियो मटर हाल्दा पनि। तपाईहरु बनाउनु होला। मेरो यस्तै भयो। थ्यांक यू।